ओम गणेशाय नमः। आज हामी कुरा गर्न गइरहेका छौँ स्वामी कुन राशिका स्वामी कुन देवता हुन् र कुन देवताका स्वामी कुन देवता हुन् भन्ने कुरोमा आज विश्लेषण गर्न गइरहेका छौँ। जस्तै हाम्रो जन्मकुण्डली हुन्छ, जन्मकुण्डली हाम्रा 9औं ग्रहहरू विराजमान गर्ने ठाउँ र 12औं राशिफल विराजमान गर्ने ठाउँ। प्रत्येक घरमा प्रत्येक फरक राशिहरू हुन्छ र प्रत्येक घरमा फरक राशि भए तापनि ग्रहहरू चाहिँ दुईटा पनि ग्रह हुन सक्छन् एकै राशिमा, तीनटा पनि एकै राशिमा ग्रह हुन सक्छन्, चारवटा पनि एउटै राशिमा ग्रह हुन सक्छन्। ग्रहहरू चाहिँ जति पनि हुन सक्छन्, 9औं ग्रहहरू जहाँ पनि बस्न सक्छन्। तर 12औं राशिहरू चाहिँ अलग अलग हुन्छन्। 12औं राशिहरू तर कुन घरमा कुन राशि बस्छ भन्ने कुरो यो चाहिँ जन्मकुण्डली हेरिसकेपछि मात्र पत्ता लगाउन सकिन्छ कुन घरमा कुन राशि छ र कुन लग्नको राशि छ भनेर चाहिँ तपाईहरूको जन्मकुण्डली हेरिसकेपछि मात्र पत्ता लगाउन सकिन्छ। आज हामीहरू कुरा गर्न गइरहेछौँ स्वामी ग्रहहरू, स्वामी कुन देवता। स्वामी ग्रह मेष मङ्गल बुधका स्वामीहरू हुन्। शुक्र मिथुन बुध र कर्कटका स्वामी हुन्। चन्द्र सिंह सूर्य र कन्याका राशि हुन्। बुध र तुला शुक्र र वृश्चिकका राशिहरू हुन्। मङ्गल र धनु बृहस्पति र मकरका राशि हुन्। शनि कुम्भ शनि मीनका स्वामी हुन् बृहस्पति। यिनीहरू चाहिँ स्वामी कसका कुन कुन स्वामी हुन् तपाईहरूको घरमा तपाईहरूको लग्न नै जन्मकुण्डलीको घरमा बस्दाखेरि कुन घरमा बस्दाखेरि कुन देवताको स्वामी कुन हो र कुन राशि मिलेको छ कि छैन, तपाईहरूको ग्रह मिलेको छ कि छैन भन्ने कुरा तपाईहरू यो स्वामी ग्रहबाट पत्ता लगाउन सक्नुहुन्छ मित्र ग्रहहरू। अब चाहिँ हामीहरू ग्रह 9औं ग्रहहरूका मित्र ग्रहहरू, त्यसपछि शत्रु ग्रहहरू र समग्रह। मित्र ग्रहहरू भन्दा बित्तिकै तपाईहरूलाई प्रतिफल दिने, त्यो घरमा चाहिँ मित्र ग्रहहरू हुँदै गर्दा पनि तपाईहरूलाई त्यत्तिकै फल प्राप्त हुन्छ जतिको त्यो ग्रह बस्दाखेरि हुन्थ्यो त्यत्तिकै फल प्राप्त हुन्छ। र शत्रु ग्रह जुन ग्रहमा चाहिँ शत्रु ग्रह बस्यो त्यो घरमा चाहिँ फाइदा हुने भए तापनि त्यो घरमा चाहिँ कमजोरीहरू ल्याउन सक्छ। यो चाहिँ हामीहरूले जान्न सक्छौँ। र सम भनेको कुनै पनि प्रतिफल नदिने, उनीहरू हुँदा पनि केही नहुने र नहुँदा पनि केही नहुने, त्यस्तो उनीहरूले नकारात्मक फल पनि केही दिँदैनन् र सकारात्मक फल पनि केही दिँदैन, सममा बस्छन्। ती हुन् ग्रह। सूर्यदेखि चाहिँ हामीहरू सुरु गर्छौँ। सूर्य चन्द्र मङ्गल र गुरु चाहिँ यसका मित्र ग्रहहरू हुन् र शत्रु ग्रहहरू शनि र शुक्र हुन् र सममा चाहिँ बुध छन्। बुधले चाहिँ कुनै पनि प्रतिफल दिँदैनन् सूर्य भएको अवस्थामा। चन्द्रमा सूर्य र बुध चाहिँ मित्र ग्रहहरू हुन् र शत्रु ग्रहहरू कुनै पनि छैनन् चन्द्रमाका। र सममा मङ्गल गुरु शुक्र शनि, मङ्गल गुरु शुक्र शनि, गुरु भनेको जुपिटर बृहस्पति। अब चाहिँ चन्द्रमा भइसकेपछि अब मङ्गल सूर्य चन्द्र गुरु, यिनी चाहिँ मित्र भए अनि शत्रुहरू कुन हुन्? चन्द्रमा मङ्गलको शत्रु ग्रह चाहिँ बुध हुन् र सममा चाहिँ शुक्र र शनि हुन्। र अब बुधको पालो सूर्य शुक्र र राहु चाहिँ यसका मित्र ग्रहहरू भए। चन्द्रमा चाहिँ यसको शत्रु ग्रह भयो र मङ्गल र गुरु चाहिँ यसको सममा भयो। कुनै पनि मङ्गल र गुरुले चाहिँ जुपिटरले चाहिँ यसमा चाहिँ कुनै पनि प्रतिफल दिँदैनन्, यिनीहरू चाहिँ सममा बस्छन्। शनि भनेको शनिका मित्र ग्रहहरू चाहिँ बुध र शुक्रहरू हुन्। बुध र शुक्र
यसमा चाहिँ शत्रु ग्रहहरू सूर्य चन्द्र मङ्गल चाहिँ यसका शत्रु ग्रहहरू हुन् र गुरु जुपिटर चाहिँ यसमा चाहिँ बृहस्पति चाहिँ यसमा चाहिँ सममा बस्छन्। यति जान्नुभयो। अब राहु र केतु चाहिँ एकैचोटि किन भनियो? राहु र केतु भनेको एउटा शिर हो भने एउटा शिर भए एउटा चाहिँ शरीर, त्यस कारणले यिनलाई एकै ठाउँ भनिएको हो। यसका मित्र ग्रहहरू शनि शुक्र र बुध हुन् र सूर्य चन्द्र मङ्गल र गुरु चाहिँ यसका चाहिँ शत्रु ग्रहहरू र सममा चाहिँ कोही पनि छैनन्। सममा चाहिँ कुनै पनि देख्न सक्नुहुन्न। अब हामी कुरा गर्न गइरहेका छौँ कुन घरमा चाहिँ कुन ग्रह अवस्था चाहिँ शुभ फल र कुन घरमा चाहिँ कुन ग्रह अवस्था चाहिँ नराम्रो प्रतिफल दिन्छ भन्ने कुराहरू आज चाहिँ हामी विश्लेषण गर्न गइरहेका छौँ। अब च्याप्टरमा सूर्य 1 र 5 मा बस्दा चाहिँ राम्रो हुन्छ र 7 मा बस्दा चाहिँ नराम्रो हुन्छ। चन्द्रमा 1 र 4 मा बस्दा राम्रो हुन्छ र 8 मा बस्दा चाहिँ नराम्रो हुन्छ। मङ्गल 10 र 1 र 8 मा बस्दा चाहिँ राम्रो हुन्छ र 4 मा चाहिँ नराम्रो हुन्छ। बुध 6 र 3 मा चाहिँ बुध राम्रो हुन्छ र 12 मा चाहिँ यो चाहिँ नराम्रो हुन्छ। गुरु जुपिटर बृहस्पति 4 9 12 मा बस्दा चाहिँ यो चाहिँ राम्रो हुन्छ र 10 मा बस्दा चाहिँ नराम्रो हुन्छ। शुक्र चाहिँ 12 2 र 6 मा बस्दा चाहिँ राम्रो हुन्छ र 12 2 7 मा बस्दा चाहिँ राम्रो हुन्छ र 6 मा बस्दा चाहिँ यो चाहिँ नराम्रो हुन्छ। शनि 7 10 र 11 मा बस्दा चाहिँ राम्रो हुन्छ। 7 10 र 11 मा बस्दा चाहिँ अति उत्तम हुन्छ र 1 मा बस्दा चाहिँ नराम्रो हुन्छ शनि। यिनीहरू कुराहरू भए। अब चाहिँ कारक घरहरू चाहिँ कुन स्थानमा बस्दा चाहिँ राम्रो प्रतिफल दिन्छ भन्ने कुराहरू भन्न गइरहेको छु। कारक घरहरू चाहिँ सुरुमा चाहिँ सूर्य 1 नम्बरमा सूर्य बस्दा अति उत्तम। त्यसपछि चाहिँ 2 नम्बरमा बृहस्पति बस्दा अति उत्तम। 3 नम्बरमा मङ्गल बस्दा अति उत्तम। 4 नम्बरमा चन्द्रमा बस्दा अति उत्तम र 5 नम्बरमा बृहस्पति बस्दा जुपिटर गुरु बस्दा चाहिँ अति उत्तम र 6 नम्बरमा चाहिँ मङ्गल बस्दा अति उत्तम र 7 नम्बरमा बृहस्पति र शुक्र बस्दा चाहिँ अति उत्तम र 8 नम्बरमा चाहिँ शनि बस्दा अति उत्तम। 9 नम्बरमा चाहिँ बृहस्पति गुरु बस्दा चाहिँ अति उत्तम र 10 नम्बरमा चाहिँ बुध र शनि बस्दा अति उत्तम र 11 मा चाहिँ बृहस्पति बस्दा अति उत्तम। 12 मा चाहिँ शनि बस्दा अति उत्तम। यिनीहरू जो कारक ग्रहहरू भने मैले यिनीहरू तपाईहरूको जन्मकुण्डलीको यिनी स्थानमा छन्, मैले भनेको स्थानमा छन् भने चाहिँ तपाईहरूले चाहिँ राम्रो फल प्रतिफल तपाईको जीवनमा चाहिँ धनमान्य रोग कम यिनीहरू चाहिँ गर्छन्। बाँकी चाहिँ म अघिल्लो अब आउने एपिसोडमा भन्ने छु। तपाईहरूले चाहिँ मेरो भिडियो कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन अनुरोध गर्दछु। जस्तो लाग्यो त्यस्तै भनिदिनु होला। राम्रो लागे राम्रो छ भनिदिनु होला। नराम्रो लागे नराम्रो छ, यिनी कुराहरू सुधार गर्नुपर्ने छ भनिदिनु होला। ल राम्रो लागेमा लाइक सब्सक्राइब र कमेन्ट अवश्य गरिदिनु होला। यति भन्दै आजको बसाइ यति नै। ल हस्, नमस्कार सबैजनामा।